आउनुहोस् आज चाहिँ घान्द्रुकको गुरुङ भिलेज घुम्न जाऊँ है त। लेट्स गो। पोखराको सिटी सेन्टरबाट लगभग 50-60 किलोमिटर टाढा रहेको घान्द्रुक गाउँ हामीलाई चाहिँ पुग्नलाई लगभग 3 घन्टा लाग्यो। बाटो चाहिँ अलिक कच्ची नै थियो हैन। सो बिस्तारै जाँदा 3 घन्टामा पुगेका थियौँ। मेरो मम्मी ड्याडीको पनि यो चाहिँ फर्स्ट भिजिट नै थियो घान्द्रुकको लागि। सो उहाँहरूलाई पनि एकदमै रमाइलो लाग्यो भनेर भन्दै होइसिन्थ्यो। घान्द्रुकबाट देखिने यो हिमालहरूको यो मनमोहक दृश्य देखेर मन नपग्लिने त कसैको पनि हुँदैन होला। घान्द्रुकको विशेषता भनेको यहाँबाट चाहिँ 3टा हिमालहरू अन्नपूर्ण, हिमचुली अनि माछापुच्छ्रे हिमाल चाहिँ मजाले देख्न सकिन्छ। पर्यटकहरूलाई हिँड्नलाई सजिलो होस् भनेर बाटोहरू पनि कस्तो मजाले बनाइएको छ। अनि घान्द्रुक गाउँ नै पुरै एकदमै सफा लाग्यो। रमणीय स्थलमा रहेको यो ठाउँ हैन। अनि खाना पनि यति मिठो थियो कि इट वाज जस्ट वाउ। घान्द्रुकवासीको हस्पिटालिटी देखेर पनि एकदमै मन प्रफुल्ल भयो। खाना खाइसकेपछि चाहिँ हामीले गुरुङ ड्रेस लगाएर एकैछिन फोटो भिडियोहरू लियौँ, रमाइलो गऱ्यौँ। 1-2 बजेपछि चाहिँ हल्का हावा पनि चल्ने अनि हिमाललाई बादलले पनि छेकेको थियो। त्यसपछि हामी बिस्तारै लाग्यौँ हाम्रो अर्को गन्तव्य पोखरातिर। थ्याङ्क यू फर वाचिङ।